के अरे तयार रेडी हुनुभयो सबैजना? ल सबै पत्रकारज्यूहरूलाई हार्दिक स्वागत गर्न चाहन्छु। नमस्कार छ सबैलाई। नयाँ कुरा त त्यस्तो हाम्रो छैन, तथापि अहिले यो 10 गते भित्रमा चाहिँ अरू दलहरूको पनि विषयवस्तुहरू छ भने सरकारलाई सुझाव सोसर प्राप्त भयो भने हामी पनि यो आगामी नीति तथा कार्यक्रममा हाम्रा साथै अन्य दलका प्रतिबद्धताहरूलाई पनि समावेश गरेर एउटा राष्ट्रिय नीति कोर्नेछौँ भन्ने कुरा चाहिँ सार्वजनिक भएको कारणले गर्दाखेरि केही हाम्रा बुँदागत सल्लाह सुझाव प्रतिबद्धता बाचापत्र जे भन्दा पनि चाहिँ हाम्रो यहाँ प्रस्तुत गर्न चाहन्छु म। र हाम्रो चाहिँ नि धेरै छैन, 33 बुँदामा छन्। एक नम्बरमा चाहिँ हाम्रो असंलग्न परराष्ट्र नीतिलाई कायम गर्दै सुदृढ गर्दै देशलाई विदेशी हस्तक्षेपबाट मुक्त गर्नुपर्छ भन्ने मान्यता हामी अगाडि सार्छौँ। र त्यस अन्तर्गत एमसीसी, एसपीपी र अहिले भर्खरै सुन्नमा आएको बफर स्टेट जस्ता सन्धि सम्झौता, तालमेल र सैन्य रणनीति र युद्धसँग प्रत्यक्ष या परोक्ष जोड्ने खालको चाहिँ अवस्था र घोषणा कार्यहरू नगर्न हामी सुझाव दिन्छौँ। 2 नम्बरमा सीमा रक्षामा जोड दिने, छिमेकी मुलुकहरूसँग नियमित छलफल, निरीक्षण र निर्माण कार्य अघि सारी सीमाको रक्षा गरी सबै मुलुकसँग जोडिएका सीमावर्ती क्षेत्रमा सेवा सुविधाको प्रत्याभूति गर्ने, नेपाली सेनालाई सीमा रक्षामा लगाउने, साथै अवैध तरिकाले भइराखेको निर्माण कार्यहरू जस्तै महाकालीमा चाहिँ त्यहाँ एक खालको तटबन्धन भइराखेको रहेछ, त्यस्ता तपाईको निर्माण कार्यहरू रोक्न लगाउने। 3 नम्बरमा भौतिक पूर्वाधार, आर्थिक, सामाजिक, सांस्कृतिक र राजनैतिक विकासमा आफ्नै मौलिक शैली, आधुनिक प्रविधि र आफ्नै प्राकृतिक स्रोत साधन र जनशक्ति परिचालन गरेर स्वाधीन अर्थतन्त्रको विकास गर्ने। 4 नम्बर नुन, तेल, पेट्रोलियम, ऊर्जा जस्ता दैनिक चाहिने अत्यावश्यक आधारभूत आवश्यकताहरूमा मूल्य सामान्य र स्वाभाविक बनाइराख्ने, जनजीवनलाई सामान्य बनाइराख्न आवश्यक भूमिका खेली नेतृत्व लिने, महँगी बढाउने कार्य नगराउने। 4 श्रम, श्रमदान, उत्पादन, निर्माण, आविष्कार, अन्वेषण नै शिक्षा हो भन्ने मूल मान्यता स्थापित गर्दै शिक्षामा तात्विक परिवर्तन ल्याउने, उत्पादन गर्न नसक्ने शिक्षा, निर्माण गर्न नजान्ने शिक्षा र आविष्कार गर्न नचाहने शिक्षाले जीवनमा सकारात्मक परिवर्तन ल्याउन नसक्ने हुँदा हप्ताको 3 दिन मात्रै बढीमा किताब घोकाउने शिक्षा तपाईको चाहिँ नि के अरे को अन्त्य गरेर व्यावहारिक सैद्धान्तिक शिक्षालाई सीमित गरेर व्यावहारिक शिक्षामा जोड दिने, हप्ताको 3 दिन किताब र बाँकीका 4 दिन श्रम, सिप, सिर्जना, शिकार, उत्पादन, निर्माण, सिर्जना र आविष्कारमा देशलाई अघि बढाउने। 5 कृषिलाई नै शिक्षा र उद्योगको आधार मान्नुपर्छ। विश्वविद्यालय, मन्त्रालय र सिंहदरबारभित्र सीमित कागजी कृषि क्रान्तिलाई खेतबारी र गाउँघरसम्म पुर्याउने, सिँचाइ, मलखाद, बिउ बिजन र प्रविधि अनि श्रम गर्ने श्रम संस्कृतिलाई किसानसम्म पुर्याउने। 6 कम्तीमा एक पालिकामा एक उद्योग, एक परिवार, एक रोजगारको नीति लागू गर्ने। 7 विदेशी ऋण र अनुदानको भरमा नभएर
आफ्नो जनशक्ति र प्राकृतिक स्रोत परिचालन गरी देशलाई अघि बढाउने नीति लागू गर्ने, युवालाई यही देशमा गरी खान सक्ने वातावरण निर्माणमा जोड दिने, विदेशी हस्तक्षेप बढाइने, आइएनजिओहरूलाई चाहिँ तपाईको सीमित गर्ने, खारेज गर्ने। 8 मा देश विकासको अवधारणामा सीमावर्ती क्षेत्रलाई पहिलो प्राथमिकता दिने र गाउँघरलाई प्राथमिकतामा राखेर काठमाडौँलाई मात्रै नेपाल ठान्ने किसिमको विकास नगरी सबैतिर बजेट विनियोजन गर्ने, उपत्यका बाहिर पनि नेपाल छ भन्ने आभास सरकारलाई हुने गरी र नेपाल सरकार हामी सबैको हो भन्ने गरी उपत्यका बाहिर विशेष गरी गाउँ केन्द्रित विकासमा जोड दिने, संघीयतालाई व्यावहारिक ढङ्गले लागू गर्ने, सत्ता पक्षको मात्र हालिमुहाली हुने किसिमले होइन, भूगोल, जनसङ्ख्या र आवश्यकताको आधारमा प्राथमिकीकरण गरेर सन्तुलित विकासका लागि बजेट विनियोजन गर्ने। 9 पारदर्शी र जवाफदेही जनताको सरकार बनाउने, प्रश्नदेखि भाग्ने, प्रतिपक्षदेखि टाढा जाने, जवाफदेहिताविहीन सरकार नबन्ने, त्यो खालको अभ्यास नगर्ने, नगराउने, जनताको सुरक्षा र सेवा प्रवाहमा ध्यान दिने। 10 सुकुम्बासी तथा व्यवसायीहरूलाई व्यवस्थित गर्ने नीति लागू गर्ने, विस्थापन र दमनको नीति लागू नगर्ने, उचित पुनर्वास र क्षतिपूर्तिको प्रबन्ध मिलाउने। 11 प्रकृति र बस्ती संरक्षण, जलवायु संरक्षण जस्ता संरक्षण तथा विपद व्यवस्थापनमा विशेष कार्यक्रम प्रभावकारी ढङ्गबाट लागू गर्ने। 12 सुशासनका निम्ति भ्रष्टाचार को अन्त्य गर्ने, निष्पक्ष, मितव्ययी, पारदर्शी, जवाफदेही, दूरदर्शी, परिपक्व र दीर्घकालीन कामहरू अगाडि बढाउने। 13 देशैभरि शान्ति सुव्यवस्था कायम गर्न आवश्यक सबै खाले उपायहरू अपनाउने, नैतिक शिक्षा, सामाजिक शिक्षा लगायत अर्थ उपार्जन र व्यवस्थापन गर्ने शिक्षा लागू गरी आपराधिक गतिविधि घटाउन अग्रगामी पहल गर्ने। 14 खानेपानी, स्वास्थ्य, शिक्षा, बिजुली, बत्ती, सडक जस्ता आधारभूत आवश्यकताहरूमा जोड दिने, आधारभूत आवश्यकताहरू परिपूर्तिमा जोड दिने। 15 किसान, मजदुर, सुकुम्बासीका समस्या पहिचान गरी समाधानको पहल गर्ने, धनीको मात्रै यो देश हो भन्ने तपाईको चाहिँ किसिमको नभएर सबै खालका आर्थिक अवस्था भएका मान्छेहरूलाई पनि यो देशको नागरिक भएको प्रत्याभूति गराउने, गरिबी निवारणका नीति तथा कार्यक्रमहरू प्रभावकारी ढङ्गबाट लागू गर्ने, किसान र मजदुरको सुरक्षाको प्रबन्ध मिलाउने। 16 भुटानी शरणार्थी जस्ता शरणार्थीहरूको समस्याहरू हल गर्न सक्रिय भूमिका खेल्ने र आवश्यक समन्वय र सहकार्य गरी समस्या हल गर्ने। 17 सबै खाले विभेदको अन्त्य गरी नागरिकलाई सुशासन महसुस गराउने, सेवा सुविधा र अवसरहरूमा हुने गरिने, विभेदको अन्त्य गरी समतामूलक समाज निर्माणमा जोड दिने। 18 भूपू गोर्खा सैनिकहरूको समान पेन्सनका लागि नेपाल सरकारले आवश्यक सबै खाले सहयोग र पहल गर्ने नेपाल सरकारले गरेको सन्धि अन्तर्गत गएका हुनाले भूपू गोर्खाहरूको नागरिकता यथावत राख्ने नीति तय गर्ने। 19 व्यवस्था परिवर्तन तथा राजनीतिक आन्दोलनहरूका शहीद, बेपत्ता, घाइतेहरूको वास्तविक अभिलेख राखी राज्यले विशेष सेवा सुविधा र आरक्षण प्रदान गर्ने। 20 परिवारविहीन सडकका अनाथ असहायहरूको पहिचान गरी संरक्षण र व्यवस्थापन गर्ने, उनीहरूको जीवनको रक्षा गर्ने, ससम्मान बाँच्न पाउने अधिकार ग्यारेन्टी गर्ने। 21 सहकारी ठगहरूलाई कारबाही गर्ने र ठगी प्रकरणमा आरोपितहरूलाई तपाईको चाहिँ के अरे पक्रेर ल्याई दोषी को हो निर्दोष को हो भन्ने कुरालाई टुङ्गो लगाउने, सहकारी पीडितहरूको बचत पैसा फिर्ता गर्ने, पैसा फिर्ता गर्दा राज्य कोषबाट नभई जसले ठगेको उनीहरूकै तपाईको जायज यथालाई लिलाम गरी पैसा फिर्ता दिने बन्दोबस्त मिलाउने। 22 लोकतन्त्रलाई बलियो बनाउन मर्यादित र स्वतन्त्र पत्रकारिता र नागरिकको अभिव्यक्तिको स्वतन्त्रता ग्यारेन्टी गर्ने। 23 कर्मचारी, प्रहरी, अख्तियार न्यायालय जस्ता
राज्यका अङ्गहरूलाई पार्टीगत राजनीति र राजनीतिक प्रभाव र दबावदेखि मुक्त राखी स्वतन्त्र निष्पक्ष राखी सबैको लागि राज्यको अनुभूति गराउने, निष्पक्ष कानुनी अभ्यास गर्ने गराउने, प्रतिशोध नभएर दोषको आधारमा दण्ड सजाय र जरिवाना गराउने। 24 वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरू विदेशबाटै मतदान गर्न पाउने व्यवस्था लागू गर्ने, वैदेशिक रोजगारका लागि गएकाहरूको पारिश्रमिक, स्वास्थ्य तथा सुरक्षा बीमा लगायतका सुविधाहरूको ग्यारेन्टी गर्ने गराउने। 25 देशभर अधुरा छाडिएका पुल, बाटा, अस्पताल, विद्यालय, उद्योग जस्ता पूर्वाधारहरूलाई यथाशीघ्र सम्पन्न गर्ने, काम नगर्ने निर्माण व्यवसायीहरूलाई कानुनी कारबाहीमा ल्याउने। 26 सार्वजनिक खरिद ऐन संशोधन गरी सबैभन्दा सस्तो बोल लगाउनेले ठेक्का पार्ने चलनको अध्ययन गरी गुणस्तर र समय सीमाको ग्यारेन्टी गर्ने किसिमको कानुन तय गर्ने। 27 स्रोत बिनाको सम्पत्ति जोडेकाहरूको सम्पत्ति सरकारीकरण गरी दोषी उप कारबाही चलाउने। 28 काम नगर्ने, भनेको नमान्ने, अटेरी, कामचोर, भ्रष्ट र घुसखोर कर्मचारीहरूलाई सरुवा मात्रै होइन बर्खास्त गर्ने कानुन बनाउने। राम्रा आज्ञाकारी कर्तव्यनिष्ठ तपाईँको कर्मचारीहरूलाई पुरस्कृत गर्ने साथै बढुवा तपाईँको गर्ने कानुन तय गर्ने। 29 जेनजी आयोग गठन गरी युवा पुस्ताका विचार, भावना र चाहना अनुसारका नीति तथा कार्यक्रमहरू लागू गर्ने। 30 जाति, सङ्ख्या र भूगोलको अध्ययन गरेर समानुपातिक समावेशी प्रतिनिधित्वको नीति लागू गर्ने। 31 वर्षौं लागेर पनि फैसला हुन नसकेका मुद्दाहरू छिटो छरितो तथ्यमा आधारित निर्णय गर्ने व्यवस्था गर्ने, त्यसतर्फ सम्बन्धित निकायलाई निर्देशन दिने काम गर्न लगाउने। 32 सांस्कृतिक, प्राकृतिक, धार्मिक तथा श्रम पर्यटनको विकास गर्ने, सम्पदाहरूको संरक्षण र प्रवर्धन गरी विश्व सामु तपाईँको प्रस्तुत गर्ने। र 33 मा छ नागरिकको जीव धनको सुरक्षाको ग्यारेन्टी गर्ने, मान्छेलाई बचाउने मात्रै नभई वन्यजन्तु आरक्षणमा समेत विशेष नीति तथा कार्यक्रम लागू गर्ने भनेर यसरी हामीले थुप्रै कुराहरू छन्। तर 33 बुँदामा हाम्रो सल्लाह सुझावलाई हामीले सीमित गरेका छौँ र यो चाहिँ हामीले अब सरकारलाई हाम्रो पार्टीको तर्फबाट सुझावको रूपमा हामी दिन गइरहेका छौँ र यिनै कुराहरूसँग सम्बन्धित केही प्रश्नहरू छन् भने तपाईले सुझाव मात्रै दिनुभयो कि समाधानको उपायहरू पनि दिनुभएको छ? सुझाव समाधानको उपाय पनि छ। अब यो त हाम्रो टपिक दिया हो, अब यसलाई इलेबोरेट गरेर उहाँहरूले सोध्नुभयो भने हामी त्यो पनि प्रस्तुत गर्छौँ। यो लामो व्याख्या पनि गर्छौँ। अब यो व्याख्या गरेर सुनाउँदा फेरि यहाँ घन्टौँ लाग्छ। एकछिन अगाडि बफर स्टेटको कुरा गर्नुभयो, त्यो कूटनीतिक निकायहरूले अनि त्यो यसलाई सङ्कुचित बनाउने कुरा पनि उठाइरहेको छ। श्रम संस्कृतिको पार्टीको धारणा चाहिँ के हो? बफर स्टेट भन्ने बित्तिकै चाहिँ त्यो अब दुई राष्ट्र बीचको शक्ति सङ्घर्षलाई कम गराउनका लागि प्रयोग गरिने एउटा बीचको कुसन भन्ने बुझिन्छ होइन। त्यो हिसाबले हाम्रो देशलाई व्याख्या गरिरहनु पर्ने आवश्यकता छैन। हामी असल छिमेकी भएर प्रस्तुत हौँ होइन। बफर स्टेट भन्ने बित्तिकै चाहिँ एनी टाइम हाम्रो देश चाहिँ ब्याटल ग्राउन्डमा परिवर्तन हुन सक्ने, परिणत हुन सक्ने जोखिम हुन्छ भनेर चाहिँ परिभाषाले भनेको कारणले बफर स्टेटको पक्षमा हामी छैनौँ। यो विषयमा हामी नबोलौँ, किन बोलिराख्ने? बफर स्टेट भन्ने या होइन के भन्ने कुरामा चुप लागेर बस्दा भइगयो त। हामी तपाईँको सभरेन कन्ट्री हो भन्ने कुरा थाहा छँदैछ। यो विषयमा सरकारले धारणा दिइराख्नुपर्छ भन्ने छैन। जसै तपाईँले 3 दिन पाठ्यक्रम गराउनु हो, यो विषयमा चाहिँ मेरो अत्यन्तै धेरै जोड छ होइन। 3 दिन चाहिँ प्रयोगात्मक भन्नुभएको छ, त्यो चाहिँ कस्तो खालको मोडालिटी हो? यसलाई सरकारले इम्प्लिमेन्ट गर्न सक्छ? 2 दिनै गर्दाखेरि त विरोध भइरहेछ, 3 दिन गर्दाखेरिको फन्डामा चाहिँ के हो? यस्तो छ, पाठ्यक्रम चेन्ज गर्नुपर्छ। सुरुमा पाठ्यक्रम सहित पाठ्यभार चेन्ज हुन्छ। पाठ्यभार चेन्ज नभए चाहिँ हुँदैन क्या फेरि होइन। किताब चाहिँ 10 वटै छ अनि विधा चाहिँ तपाईँको चाहिँ 3 दिन दिनु थाल्यो भने त रिसाइहाल्छ नि
किताब पनि घटाउनुपर्छ क्या 10वटा किताब पढ्दैछ भने 5वटा पढौँ न होइन अनि 3 दिन चाहिँ तपाईँको प्रयोगात्मकमा जान सकिन्छ पाठ्यभार नघटाइकन विधा मात्रै पढाएर त फेरि तपाईँको रिसाइहाल्छ नि स्कुलहरू भएको कुरा त्यही हो विधा नै दिने कि बाँकी रहेको 3 दिन चाहिँ अरू प्रयोगात्मक गराउनुपर्छ प्रयोगात्मक गराउनुपर्छ यो के अरे कक्षा कोठा मन्त्रालय र तपाईँको अफिसबाट बाहिर निस्केर हामी जबसम्म फिल्डमा पुग्दैनौँ नि तबसम्म देशमा उन्नति हुँदैन भन्ने मेरो चाहिँ धेरै लामो समयदेखिको बुझाइ त्यो छ सरकार चाहिँ खर्च कटौतीमा लागिरहेको छ विभिन्न मन्त्रालयहरूको खर्च कटौती गरिरहेको छ यही सन्दर्भमा तपाईँहरूले भूकु सैनिकहरूलाई चाहिँ पेन्सनको सुविधा गर्नुपर्छ त्यो पेन्सन त यहाँबाट दिने होइन नि त त्यो युकेले दिन्छ तर विभेद भइरहेछ क्या त्यहाँ होइन अब उताको तपाईँको चाहिँ नि ब्रिटिस सोल्जरले चाहिँ होइन फर इक्जाम्पल 5,000 पाउन्ड्स पाउँछ भने यहाँकोले 1,000 पाउन्ड पाइरहेछ होइन 5,000 नै पायो भनेदेखि त हाम्रो अर्थतन्त्रमा पनि तपाईँको चाहिँ नि के अरे टिया पुग्छ भन्ने चिज हो पहल गर्नु पऱ्यो किनभने सरकार नै हो अभिकर्ता हामी ले बुझेको जानेको होइन मुख्यमन्त्रीको नि यसो हल्ला आइरहेछ अब त्यो त विषयवस्तु होइन तर अब प्रश्न आइहाल्यो प्रश्न आएपछि फेरि प्रश्नदेखि भाग्यो हर्क साम्पाङ भन्ने गीत आउला भरे होइन उहाँको त्यही त जहिले नयाँ नयाँ सुनिराखिन्छ है त्यस्तो नहुँदा राम्रो हुन्थ्यो अब हप्तामा 2-3 चोटि सुनिराखिन्छ घरि के भन्ने कुरा त्यसले गर्दाखेरि उहाँले चाहिँ मार्ग प्रशस्त गरिदिँदा राम्रो हुन्थ्यो भन्ने सुझाव म दिन्छु जस्तो नेपाल सरकारले यो पूर्व पश्चिम राजमार्ग भनौँ अथवा महेन्द्र राजमार्गलाई महेन्द्र राजमार्ग नै भनेर चित्रण गरियो अनि त्यसपछि त्यो विवाद आएसँगै अलिअलि विवाद पनि आयो त्यसपछि तपाईँले एउटा पोस्ट हाल्नु भएको थियो यलम्बर यस्तो छ इन्टरनेसनल एयरपोर्टमा अवतरण गरे भनेर त्यसपछि तपाईँको सामाजिक सञ्जाल पनि हो तपाईँ पनि त्यो विवादमा हाम फाल्नु खोज्नु भएको के थियो होइन त्यस्तो होइन विवादमा त किन हाम फाल्नु र यस्तो छ हो यो चाहिँ कस्तो भन्दाखेरि नामहरू परिवर्तन गर्ने भन्ने तर्फ भन्दा पनि सुशासन कायम गर्ने तर्फ चाहिँ सरकार लाग्नुपर्छ होइन हामी चाहिँ एकदम तपाईँको चाहिँ सरकारको नजिकबाटको सहयोगी पनि होइन समर्थक पनि आलोचक पनि प्रश्नसहितको समर्थक बन्न चाहन्छौँ श्रम संस्कृति त्यो बन्न चाहन्छौँ प्रधानमन्त्रीज्यूलाई मेरो आग्रह छ है हामीले कस्तो भने यस्तो छ कि त्यो नाम परिवर्तन गर्नेतिर केतिर भन्दा पनि यहाँ त धेरै छ नि त काम त अरू गर्नुपर्ने कामहरू त होइन र अब पहिला एक समयमा यस्तो पनि भयो कि झन्डा फेर्नुपर्छ भन्नेतिर लागे क्या बहुमत ल्याउने सरकारहरू होइन त्यो स्मरण गर्नु त नाम नलिउँ झन्डा फेर्नुपर्छ नेपालको नाम फेर्नुपर्छ भन्नेतिर लागेर होइन जनताले के खाँदैछन् जनताको आय स्रोत के छ भन्नेतर्फ चाहिँ छैन त्यो अनावश्यक दिशातर्फ जानु खोजे जस्तो लागेर मैले व्यङ्ग्य गरे मात्रै हो यस्तो छ सजाय ठुलो भन्दा पनि त्यो धेरै पहिलादेखि नै मलाई अब फेसबुकमा मन नपराउने मान्छेहरू थुप्रै हुनुहुन्थ्यो उहाँहरूले प्रयास गर्नुभयो प्रयासमा सफल हुनुभएकोमा बधाई छ उहाँहरूलाई नयाँ एयरपोर्टमा ल्यान्ड गर्नुभयो इन्टरनेसनल एयरपोर्टमा ल्यान्ड गर्नुभयो फेसबुकले चाहिँ उडान भर्यो भनेर त्यो होइन त्यहाँ धेरै पहिलादेखिको तपाईँको त्यो कम्प्लेन रहेछ मैले त्यो एक्सप्लोर गर्न लागिरहेको छु होइन त्यसमा चाहिँ अब जस्तै एकचोटि मैले के भनेको थिएँ भन्दाखेरि भ्रष्टाचारीलाई टोडी खेलमा निकालेर लात्तीले दिनुपर्छ भनेर भनेको थिएँ अभियन्ताको क्रममा त्यस्ता कुराहरू सबै कुराहरू त्यो लात्ती हानेको त्यो के त्यो भन्ने सबै त्यो चाहिँ तपाईँको एक्युमुलेट भएर बसिरहेको छ क्या तपाईँको फेसबुक आइडी उडेदेखि अहिले हजारौँ फेक अकाउन्टहरू बनिरहेका छन् तपाईँले डोमिनेट गर्नलाई हरेक शब्दहरू त्यहाँ लेखिएको देखिन्छ हो अन्त मैले त हेरेको छुइनँ के हुँदैछ पनि त्यसो नगर्नुहोस् भन्छु म त होइन फेरि कसले के गर्दैछ भनेर फेरि मैले त्यो म भन्ने गर्छु नि झ्यास गनेर गन्तव्यमा पुग्दैन होइन अनि त्यो फेसबुकमा कसले के भन्दैछ भन्ने गर्नु थाल्यो भने त म त यहाँ हराइहाल्छु त्यसले गर्दा त्यसो नगरिदिनु होला म सबैलाई रिक्वेस्ट गर्छु सरकारले गरेको काम उहाँहरूले काम गर्ने कोसिस गरिराख्नु भएको छ अब काम त त्यो अब भर्खरै पनि हो अब कति भयो 1 महिना पनि भएको छैन गठन भएको होइन त्यसले गर्दाखेरि वी आर वेटिङ र एउटा कुरा चाहिँ म सल्लाह दिन चाहन्छु त्यो अलि त्यो होइन नागरिकलाई
कहिले घाँटीमा न्याकेको देखिन्छ, कहिले व्यवसायीको तपाईँको चाहिँ नि होइन कि व्यवसायीलाई घोक्राइ मुन्टाइ गर्दै गरेको देखिन्छ। त्यो अब केन्द्र सरकारले गर्यो, प्रदेशले गर्यो, स्थानीयले गर्यो, जसले गरे पनि केन्द्र सरकारको हातमा रहन्छ नि त्यो सबै कुरा, त्यो शान्ति सुरक्षा त्यो चाहिँ राम्रो देखिएन। त्यसो नगरौँ भन्ने सल्लाह दिन्छु म चाहिँ। रत्न पार्कमा सधैँ बेलुका जसो टाइममा जुन व्यापारीहरू सडकमा व्यापार गरेर बस्थे, अहिले बालन सरकार आइसकेपछि रत्न पार्कका व्यापारीहरू जुन साँझको समयमा गाडीहरू यातायात बन्द भइसकेपछि व्यापार गरेर बसेका व्यापारीहरूलाई चाहिँ अहिले धपाएर चाहिँ पीर मर्कामा परेका छन् व्यापारीहरू। जुन गरी खान पाइएन देशमै भन्ने आएको छ। यसमा चाहिँ अब कसरी तपाईँले एक्सन लिनुहुन्छ? त्यसो गर्नु हुँदैन भन्छु म चाहिँ। त्यसो गर्नु हुँदैन है। किन भन्दाखेरि यस्तो छ कि सबभन्दा पहिलो अधिकार चाहिँ मान्छेको भात खाने अधिकार हुन्छ क्या, घाँस। हाम्रो बेसिक निड्स भन्छौँ नि, त्यसमा चाहिँ घाँस बाँस कपास पर्छ होइन। अनि भात खानको लागि मान्छेले व्यवसायहरू गरिरहेको हुन्छ, कि त त्यसलाई वैकल्पिक दिनु पर्यो। त्यही भएको कारणले गर्दाखेरि चाहिँ अब यो चोरी लुटपाटदेखि लिएर हरेक कुरा ठगीहरू चाहिँ मौलाएर जान्छ क्या। काम गरेर अब त्यहाँ सानो दोकान थापेर खानु उसले खोजिरहेको हुन्छ, दोकान थापेर खानु नदिइसकेपछि के गर्छ त? भरे भोक त लाग्छ फेरि होइन। जब भोक लाग्छ, भोक लागिसकेपछि त सरकारले यस्तो नियम लागू गरेको थियो भनेर त मान्दैन पेटले त। त्यसपछि चाहिँ मान्छे के हो त भन्दाखेरि अपराधिक गतिविधिमा संलग्न हुन जान्छ। त्यसले गर्दा सरकारले धेरै सोचेर अगाडि बढ्नुपर्छ। पशुपतिमा अस्ति डोजर चल्यो, त्यहाँ एउटा परिवार यस्तोसम्म थियो कि बिहान खाए बेलुका के खाउँ, बेलुका खाए बिहान के खाउँ भन्ने अवस्थामा थियो। अहिले त्यो परिवार के अरे बास उठिसकेपछि अहिले पुल मुनि आएर बसेको देखिन्छ। के अनानगरको पुल मुनि त्यो परिवारलाई चाहिँ अब कसरी चाहिँ सरकारले मिलाएर लान सक्छ? उनीहरूको त घाँस बास कपास उठ्यो, उनीहरूको खाने बस्ने व्यवस्था छैन काठमाडौँमा होइन। यसरी बस्ने ठाउँ एउटा मान्छे बसिरहेको ठाउँलाई भत्काइदिइसकेपछि त त्यो मान्छेलाई समस्या पर्यो। अब कसरी हेर्छ यो राज्यलाई? अब कसरी तपाईँले मेरो सुझाव तपाईँको सुझाव? त्यसो गर्नु हुँदैन, त्यसो गर्नु हुँदैन। मैले भनिरहेको छु त, मान्छेको घाँस बास कपासको लागि जुन हुन्छ नि मौलिक हक है, त्यसको लागि मान्छेले चाहिँ तपाईँको सङ्घर्ष गरिरहेको हुन्छ। राज्य त भनेको तपाईँको जनताको सारथी पो त हुनुपर्छ त होइन। जनताभन्दा ठुलो हुन्छौँ र हामी? जनताले भोट दिएर आएको हामी, जनताले भोट दिएर प्रधानमन्त्री भयो होला, जनताले भोट दिएर गृहमन्त्री भयो होला होइन। अनि तपाईँको छैन चुनिएर आएको 1 महिना भएको छैन, हामीले त्यो बिर्सिहाल्यौँ त फेरि? त्यो होइन, गरिब दुखीको लागि सरकार बन्नुपर्छ, म चाहिँ त्यो भन्छु होइन। कहाँ बस्ने त? अब त्यो पुलमुनि बसिरहेछ, पुलमुनि त थुप्रै मान्छे बस्छ अरे भन्छ होइन। त्यो पुलमुनि बसेको मान्छेहरूलाई तपाईँको व्यवस्थित गर्न सकेन भने राज्य चाहिँ तपाईँको असफलताको मार्गमा गएको देखिन्छ। त्यो चिज हो। एउटा कुरो उठिरहेछ सांसदहरूको स्वकीय सचिवको विषयमा, यस विषयमा म चाहिँ लिन्न। मैले घोषणा गरेँ, म चाहिँ लिन्न। अब नलिनु भनेर भनेको छु, अब म एक्लैले फेरि भनेर हुँदैन त्यहाँ होइन। आवश्यक छैन। संस्कृति पार्टीको कसैले पनि लिँदैन। म लिँदिनँ होइन। अब हामी नलिउँ भन्ने पक्षमा छौँ। मैले लिँदिनँ भनिसकेपछि अब हाम्रो मान्ने अरूले चाहिँ लिनुहुन्छ भन्ने पनि त नहोला। किनभने यस्तो छ कि यो काम बरु घटाउँ न, कागज घटाउँ के? कागजले गर्दा हो कि सबै कुरा भएको। कागज धेरै छ, कागज थोरै गरौँ होइन। काम त्यत्रो धेरै हुँदैन क्या। फुर्सद भएर म त यहाँ हाइकारेर बसिरहेको छु। यत्रो काम गर्ने मान्छे देशमा जनताले सुशासनको महसुस गरेछन् कि छैनन् के जस्तो लाग्छ? गरेका छैन। किन गरेका छैन भन्दाखेरि शान्ति सुव्यवस्थामा त्यत्रो तात्विक फरक केही पनि आएको छैन। हुन त भर्खरै पनि हो, हेर्न बाँकी छ। अर्को कुरा, जुन खालको एउटा चित्कार र जुन खालको एउटा बिलाउना होइन, राज्यले चाहिँ एक खालको राज्य आतङ्क गरेको जस्तो देखिन्छ हेर्दा होइन। घाँटी न्याक्दै गरेको, ताढुङ्गा हान्दै गरेको, लट्ठी हान्दै गरेको, यो चाहिँ कस्तो भन्दाखेरि लोकतान्त्रिक चरित्र होइन है। राज्यसँग लट्ठी छ भने पनि लट्ठी हानिहाल्ने, बन्दुक छ भने पनि गोली हानिहाल्ने भयो भनेदेखि होइन। भर्खरै हामी परेर चेतेको नि होइन। त्यहाँ हेर्दाखेरि धुवासो लागेको मन्त्रालयको भवनहरू देख्दाखेरि भर्खर चेतेको होइन हामी। त्यस मार्गमा जानु हुँदैन। अहिले सरकारको केही दिन अगाडि मात्रै बर्खास्त भएका मन्त्री श्रम मन्त्रीले कसैलाई काखा कसैलाई पाखा भयो भन्ने कुरो आलोचना फेसबुकमा गरिरहनु भएको छ। यस विषयमा के भन्नुहुन्छ? अब मैले मेरो फेसबुक बन्द भएकोले हेर्न पाएको छैन होइन अनेस्टली। त्यो अरू खोलेको चाहिँ त्यो को के खोल्दैछ थाहा छैन।
त्यस्तो उहाँको त्यो व्यक्तिगत अनुभवको कुराहरू होला, त्यसमा चाहिँ मेरो केही छैन आधिकारिक धारणा। विद्यार्थी सङ्गठनबारे चाहिँ तपाईँको धारणा के छ? अहिले सङ्गठन खारेज गर्ने भन्ने त्यसलाई बुद्धिमत्ताका साथ सरकारले ह्यान्डल गर्नुपर्छ होइन। फेरि विद्यार्थी सङ्गठनहरू भेला भएर आन्दोलनमा गयो भने खालि त्यो आन्दोलनमा जाने, लट्ठी हान्ने यही मात्रै गर्नु त काम होला नि त। हाम्रो त तपाईँको छैन, उहाँ भोजपुरबाट हुनुहुन्छ है, म सुनसरी 1बाट छु। आफ्नो आफ्नो ठाउँमा विभिन्न समस्याहरू छन्, ती समस्यालाई समाधान गर्नुपर्छ। कहीँ कतै खाने पानी होला, कहीँ कतै पुल पुलेसा बनाएको छैन होला, कहीँ कतै सिँचाइ, त्यसतर्फ ध्यान दिनुपर्छ नि सरकारले। जहिले आन्दोलन भइरह्यो भनेदेखि त त्यसतर्फ त ध्यान जाँदैन। श्रम संस्कृति अनि विकास तथा योजनामा चाहिँ सरकार नराम्ररी पछारिन्छ कि जस्तो मैले देख्दैछु क्या। मान्छे एउटा अन्तिम एउटा प्रश्न मेरो चाहिँ, अहिले चाहिँ अब स्थानीय सरकार चलाएर आइसक्नु भएको छ होइन, अब अनुभव विद्यालय जसरी अब माथिबाट लाद्ने काम भइरहेछ विद्यालय भनौँ न, केन्द्र सरकारले खासमा त स्थानीय सरकारको अन्डरमा विद्यालयहरू सञ्चालन। मैले भनेको त उहाँहरूले सल्लाह लिन चाहनुहुन्छ भने श्रम संस्कृति जहिले पनि उहाँहरूसँग सँगै बसेर सल्लाह दिन चाहन्छ। किनभने यो सरकार सफल होस् भन्ने चाहना हाम्रो राख्छौँ। किनभने सरकार सफल भएन भने देश सफल हुँदैन, देश सफल भएन भने हामी पनि असफल हुन्छौँ। अहिले उहाँहरूले हामीले भनेअनुसारको छुट्टी बढाउने कोसिस चाहिँ गर्नुभएको छ, तर पाठ्यक्रम घटाउनु पर्यो नि त, पाठ्यभार घटाउनु पर्यो क्या। मेरो मतलब हो पाठ्यभार धेरै छ, धेरै भइसकेपछि धेरै दिन पढाउनु पर्छ क्या विद्यालयले। मैले तपाईँको स्थानीय तह चलाएर आएको हो, त्यहाँको प्रवाहहरूसँग हाम्रो बारम्बार नियमित बैठक हुन्थ्यो, त्यसमा उहाँहरूको पिरै त्यही हो क्या। पाठ्यभार धेरै छ, शनिबार पनि स्कुल लगाउने, शनिबार किन स्कुल लगाएको भनेर सोद्धा त्यसो भन्नुहुन्थ्यो। हाम्रो अब कोर्सै कम्प्लिट हुँदैन, यो बिदा त्यो बिदा होइन, तपाईँको छैन तपाईँको कतिवटा चाडपर्व अनि बिदा अनि शनिबार हामीले लगाएको भन्नुहुन्थ्यो पाठ्यभारको कारणले। त्यसले गर्दा पाठ्यक्रम सुरुमा घटाउनुपर्छ। पाठ्यभार घटाउनलाई पाठ्यक्रम घटाइसकेपछि पाठ्यक्रम अनुसारको पाठ्यभार घट्छ होइन। पाठ्यभार घटिसकेपछि पढ्ने समय पनि घटाउन सकिन्छ। यो भएको क्या, कोर्सै कम्प्लिट हुँदैन, जहाँ चाहिहाल्छ होइन भन्ने पिर छ क्या उहाँहरूलाई। अनि विद्यार्थीले पनि त्यही त भनेको त, देश आन्दोलनको देश भयो क्या। धन्य गरौँ सांसदले चाहिँ आन्दोलन गर्नु नपरोस्, नत्र हामी पनि आन्दोलनमा उभिन्छौँ। प्रश्नको उत्तर मैले पाइनँ। विद्यार्थी सङ्गठन तपाईँले अब विद्यार्थी सङ्गठनलाई आन्दोलनसँग जोड्नुभयो, तपाईँको फ्याक्ट आएर कि विद्यार्थी सङ्गठन खारेज गरिनुपर्छ अथवा गरिनुहुन्न? यस्तो छ, त्यसलाई बुद्धिमत्ताका साथ ह्यान्डल गर्नुपर्छ होइन। चाहँदो भन्दा धेरै राजनीति गर्नु भएन। त्यो खालको एउटा के अरे केही लिमिटेसन्स राखेर विद्यार्थी सङ्गठनहरूलाई व्यवस्थित गर्नुपर्छ जस्तो लाग्छ मलाई चाहिँ। एकैचोटि खारेज गर्दाखेरि चाहिँ त्यसको त्यो अहिले धेरै दलले धेरै खालको विश्लेषण लिएको छ नि त। हुन त श्रम संस्कृतिको विद्यार्थी सङ्गठन छैन, हामी कलेजमा विद्यार्थी सङ्गठन पनि बनाउने पक्षमा हामीले सोचेका छैनौँ है। कलेज बाहिर त अब जो पनि आउन सक्छ, आबद्ध हुन सक्छ, तर कलेजभित्रै नै चाहिँ होइन टेबल ठटाएर क्याम्पस प्रमुखलाई एक खालको चाहिँ त्यो खालको चाहिँ हामी गर्दैनौँ, त्यो खालको चाहिँ हामी जाँदैनौँ। त्यही कुरालाई देखेर होला सरकारले चाहिँ यो स्टेप लिन चाहेको। तर यसलाई अलिकति बुद्धिमत्ताका साथ ह्यान्डल गर्यो भने राम्रै हुन्छ। किनभने हामी सबै भात खाने मान्छे नै हो नि त होइन, लुगा लाउने सबै नै हो क्या, शिष्ट नै छौँ, सबै शिक्षितै छौँ। त्यो विद्यार्थी आफै शिक्षित छ, त्यो विद्यार्थीकै आन्दोलनले गठित सरकार पनि हो फेरि होइन। जेनजी भन्छ विद्यार्थी पनि हो त्यहाँ। त्यसले गर्दा डेलिगेसनमा आएर उहाँहरूले यो वार्ता टोली बनाएर यसलाई हल गर्दाखेरि एकदम राम्रो हुन्छ।